यो सङ्गठनले तपाईँको चाहिँ काउन्टरमा आउने गरिकन अरू थप काम त गर्दैन, सहजीकरण गरिदिने हो क्या। यसमा चाहिँ साँचो अर्थमा चाहिँ एउटा म देशको हुन त हामीलाई चाहिँ यो व्यवसायीहरूलाई सबैलाई कालाबजारी भनेर बुझ्छ सोसाइटीले, त्यस्तो होइन। हामीले सोसियल कन्ट्रिब्युसन पनि गरिरहेछौँ भन्ने कुराहरू गर्दै गलत कामहरू नगर्ने, नियमअनुसार चल्ने हिसाबले गयौँ भने सफल हुन सकिन्छ। 25 वर्षको यहाँहरूको यो संस्थालाई धेरै धेरै बधाई छ। अरू पनि समयमा अलिक समय भयो भने तपाईँहरूसँग अरू इन्टरेक्सन पनि गरौँला, तर आज चाहिँ यो सेड्युलभन्दा अलिकति बाहिर थियो। तर म 25 वर्षको कार्यक्रम भएको हुनाले र खरेलजीले, होमविलासजीले एकदमै धेरै 15 मिनट भए पनि सर आउनु पऱ्यो भन्नुभयो र मलाई पनि म 25 वर्ष 50 वर्ष र 175 वर्ष 100 वर्षको त कुनै पनि चिज छैन हाम्रो यहाँ, होइन। चाहे स्कुल होस् चाहे विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसै तपाईँको 17 सालमा स्थापना भएको हो, सबभन्दा पुरानो। पोखरा उद्योग वाणिज्यसँगै 11 सालको, होइन। त्योभन्दा अगाडिको त ठुला 100 वर्षका त हामीसँग चाहिँ यहाँ कुनै पनि संस्था छैनन्। 75 वर्ष 50 वर्ष र 25 वर्षकोमा चाहिँ सकेसम्म तिनमा चाहिँ सहभागी हुने मेरो चाहिँ सेड्युलमा राखेको छु। तपाईँहरूको यो चाहिँ 25 वर्ष भएको हुनाले चाहिँ यहाँ उपस्थित भएर तपाईँहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। यो किन भनेको भन्नुहुन्छ भने स्कुलै 500 छन्, अरू सङ्घ संस्था कति छन्, करिब करिब हामीसँग 4000 संस्था होलान्। 365 दिन हुन्छ अनि सबै संस्थाको कार्यक्रम गरेर काम कहाँ गर्ने, बिदाको दिनमा, होइन। त्यो पनि यस्तो चाहिँ 25, 50 र 75 वर्ष पुगेको सन्दर्भमा चाहिँ साथीहरूसँग भेटघाट गर्न पनि पाइन्छ भन्ने हिसाबले यहाँ उपस्थित भएँ र म महानगरपालिकाको तर्फबाट सबैको तर्फबाट यहाँले राम्रो चाहिँ र गुणस्तरीय सेवा प्रदान गर्न सक्नुहोस् भन्ने शुभकामनासहित यो संस्थाको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्छु। आज चुनाव हुने त होइन, वार्षिक उत्सव रहेछ। अब अध्यक्षज्यूले केही मागको कुरा नि गर्नुभएको छ, कतिपय प्रचलित ऐन नियम कानुनभित्र बसेर नि केही गर्नुपर्छ। हामीले गर्न सकिने कुराहरूमा चाहिँ सहजीकरण पक्कै हुनेछ। धन्यवाद।